अरू देशको तुलनामा सबभन्दा कम लागतमा लाग्ने देश पनि हो रोमानिया। त्यस कारणले गर्दा पनि नेपालीहरूको प्रमुख गन्तव्य भइरहेको छ है अहिलेसम्म चाहिँ रोमानिया। साथीहरू त भन्न चाहन्छु सबभन्दा सस्तो सुलभ लागत लाग्ने देश हो रोमानिया चाहिँ है। त्यसैले गर्दा पनि मान्छेहरू धेरै आउने गर्छन् रोमानिया है। रोमानिया साथीहरू किन चाहिँ रोमानिया नेपालीहरूको लागि मेन गन्तव्य बन्नु छ साथीहरू। धेरै साथीहरू आउनु भएको छ, धेरै साथीहरू आउने सोचमा हुनुहुन्छ। किन चाहिँ मेन गन्तव्य बन्नु छ रोमानिया है। धेरै भइसक्यो रोमानिया, यहाँ साथीहरू नेपालीहरू धेरै छन् है। म्याक्सिमम् कति छन् है, गनेर त साथै लाग्दैन, धेरै छन्। किन चाहिँ मेन गन्तव्य बन्नु छ रोमानिया, किन चाहिँ भन्ने आज यसै विषयमा अरू कुरा गर्छौँ साथीहरू। छोटो मिठो भिडियो रहन्छ। किन भनिन्छ त रोमानिया मेन गन्तव्य, रोमानिया नेपालीहरूको लागि मेन गन्तव्य किन भन्दैछ त भन्दाखेरि रोमानिया युरोप कन्ट्रीहरूमध्ये सबभन्दा गरिब कन्ट्री हो, विकास हुँदै गरेको कन्ट्री हो। 2025मा सेन्जन भएको, यो भर्खरै सेन्जन कन्ट्रीमा गएको हो। अनि 2024मा चाहिँ यो हाफ सेन्जन भएको थियो हामी आउँदाखेरि। अहिले 2025मा चाहिँ यो फुल सेन्जन भएको छ। किन चाहिँ मेन गन्तव्य बन्दैछ त रोमानिया है, साथीहरूको लागि एकदम विषय रहन्छ। रोमानिया मेन गन्तव्य बन्नु भनेको नेपालीहरूको लागि सबभन्दा गरिब कन्ट्री भएको कारणले गर्दा यहाँ लागत पनि अरू कन्ट्रीहरूको तुलनामा चाहिँ कम लागत लाग्छ क्या। यहाँ आउनको लागि कम लागत लाग्छ। अरू कन्ट्रीहरूमा 12 लाख 15 लाख लाग्छ भने यहाँ चाहिँ 8 लाख 9 लाख 10 लाख, अहिले त 10 लाख 8 9 लाख 10 लाखसम्म भएको छ। र अरू कन्ट्रीहरूमध्ये कम लाग्छ यो देशमा चाहिँ है। यो देशमा चाहिँ कम लाग्ने भएको कारणले गर्दा नै यो मेन नेपालीहरूको लागि मेन गन्तव्य भएको हो। र अनि युरोप कन्ट्रीमा आएपछि अब तपाईँहरू यहीँ बस्छ भन्ने हुन्न कि। कुनै साथीहरू यहाँ 6 महिना काम गरेर अन्तर देश जान्छन्, घुम्नको लागि जान्छन् भने उतै बस्छन्। र अनि कति साथीहरू यहाँ आउँछन् अनि अरू देशमा जान्छन्, घुम्न जान्छन्, उतै काम गर्न जान्छन्। अनि यस कारणले गर्दा नि रोमानिया चाहिँ नेपालीहरूको लागि यहाँ चाहिँ माध्यम हो कि, युरोप छिर्ने माध्यम हो। यहाँबाट अरू कन्ट्रीहरू पनि भाग्नुहुन्छ र है जानुहुन्छ घुम्न जानु पाउँछ। युरोप कन्ट्री एउटा छिर्सेपछि 128वटा युरोप कन्ट्रीहरू चाहिँ घुम्न जान पाउँछन् साथीहरू। त्यस कारणले गर्दा पनि रोमानिया चाहिँ एउटा माध्यम हो। यहाँ छिरेपछि अरू ठाउँहरू पनि घुम्न जान्छन्, उहीँ काम गर्न जान्छन्। यस कारणले गर्दा पनि रोमानिया चाहिँ मेन गन्तव्य भएको है साथीहरू। अरू देशमा 12 लाख 13 लाख 14 लाख 15 लाख लाग्छ भने चाहिँ यो देशमा चाहिँ 8 लाख 9 लाख 10 लाखसम्म लिइरहेको छ है। सबभन्दा कम लागत लाग्ने देश भनेर पनि चिनिन्छ। अनि यो विकास हुँदै गरेको देश हो, विकासोन्मुख देश हो। हाम्रो नेपालभन्दा कहाँ विकास भइसकेको देश हो युरोप जस्तो कन्ट्री होइन। तर अब विकास भइरहेको देश हो, विकास हुँदैछ यहाँ पनि है। अनि त्यस कारणले गर्दा नेपालको प्रमुख गन्तव्य चाहिँ रोमानिया बनेको छ। यहाँबाट यो माध्यम हो, अरू कन्ट्रीहरूमा जानुहुन्छ घुम्नको लागि, उतै काम गर्नको लागि जानुहुन्छ। त्यसैले गर्दा पनि रोमानिया मेन गन्तव्य बनेको छ। अनि कति साथीहरू रोमानियामै बसेर राम्रो कमाउनुहुन्छ, राम्रो आम्दानी गर्नुहुन्छ है। त्यसको लागि पनि रोमानिया चाहिँ मेन गन्तव्य बनेको छ है साथीहरू भन्न चाहन्छु। अब जे छ त्यही हो साथीहरू। मेन गन्तव्य चाहिँ किन बन्छ त, किन बनिरहेको साथीहरू रोमानिया। धेरै साथीहरू रोमानिया भन्नुहुन्छ। किन बन्दैछ त रोमानिया मेन गन्तव्य, नेपालीहरूको लागि मेन गन्तव्य किन हुँदैछ रोमानिया, किन भइरहेको छ भन्ने साथीहरूको छ। यही छ है प्रश्न भने। यही हो एन्सर चाहिँ मैले भनिसकेको छु है। अब सबभन्दा कम लागत लाग्छ ल। यहाँ आएपछि अरू देशहरूमा नि घुम्न जान पाइन्छ, उतै काम गर्न जान पाइन्छ। घुम्न गएपछि उतै बस्नुहुन्छ कति साथीहरू है। यही छ साथीहरू, मेन गन्तव्य यही छ। अनि सबभन्दा कम लागत लाग्ने कन्ट्रीहरू पनि युरोपमध्ये सबभन्दा यही हो है त साथीहरू। त्यो भन्न चाहन्छु। त्यही हो साथीहरू है, मैले भनिसकेको छु। सबभन्दा कम लागत लाग्ने कन्ट्री हो यो रोमानिया चाहिँ है। अनि त्यही हो साथीहरू। अब मैले भिडियो एन्ड गर्नुपर्छ, मैले भनिसकेको थिएँ यो भिडियो छोटो मिठो रहन्छ भनेर है। छोटो मिठो भिडियो रहन्छ भनेर मैले भनिसकेको छु। त्यही हो साथीहरू। अब हामी चाहिँ बिदा हुनुपर्छ।
अब भिडियो अन्तिमसम्म हेरेर साथ सपोर्ट गर्नुभएकोमा थ्याङ्क यू सो मच भन्दै यस्तै इन्फर्मेसन भिडियोहरू लगायत सम्पूर्ण रोमानियामा के भइरहेको छ, के हुँदैछ त रोमानियामा, के अब नाउ अहिले के भइरहेको छ भन्ने विषय यस्तो इन्फर्मेसन भिडियोहरू लिएर आउनेछु म हजुरको सामु है त साथीहरू। भिडियोमा लाइक कमेन्ट भिडियो फुल वाच गर्नु होला है। यो आफ्नै क्याम्पमा छौँ, यतै आफ्नै क्याम्पमा छ, पछि यो चाहिँ हाम्रो क्याम्प हो। त्यही हो साथीहरू, मैले भनिसकेको छु है। अब त्यही हो, अब रोमानिया किन गन्तव्य बन्दैछ भन्ने विषय मैले बताइसकेको छ। धेरै साथीहरू आउनु भएको छ। मेन गन्तव्य किन हुँदैछ त रोमानिया है साथीहरू। आज यसै विषयमा कुराकानी गरिसकेका छौँ हामीले। अनि अब त्यही हो, भिडियो अन्तिमसम्म हेर्नु पनि फेरि पनि थ्याङ्क यू सो मच भन्दै अब बिदा हुनुपर्छ, भिडियो इन गर्नुपर्छ भन्दै अब रोमानियाको विभिन्न खाले इन्फर्मेसन भिडियोहरू लिएर आउने बाचासहित अर्को भिडियोमा भेट्ने छौँ। र अन्तिममा भिडियोमा लाइक सेयर सब्सक्राइब गर्नु होला, सब्सक्राइब अल गर्नु होला भन्दै अब बिदा हुन चाहन्छु। अर्को भिडियो भेट्ने बाचासहित टाटा बाई बाई साथीहरू।